यो त केपी ओली हिँड्ने कार्पेट बिछायो नि हेर यो भिडियो राम्रोसँग गर्नु है को लागि हैन यो यसको नाम चाहिँ एडेनियम जसलाई चाहिँ डेजर्ट रोज पनि भन्छ यसको चाहिँ अहिले यो फेसबुकमा एकदमै भाइरल भएको थियो 200 भन्दा बढी फुलहरु फुल्ने भनेर लगभग फेरि यसको मूल्य यो साइजको 1000 देखि सायद माथि नै पर्छ यसको मूल्य है एउटा पर प्लान्टको विभिन्न थरी यसको चाहिँ सिंगल पेटल डबल हैन सिंगल डबल भन्ने हुन्छ कलर पनि मिक्समा हुन्छ सिंगलमा हुन्छ यो चाहिँ यसलाई पानी धेरै चाहिन्छ कलर फुल्छ मैडम के चाहिँ कुराहरु बिजुलीको तारहरु देखियो कालो रेट चाहिँ फल्दै छैन हैन प्लास्टिकको हैन प्लास्टिकको कुरा प्रपर डिस्पोजल देखियो यो हेटौँडा जानु देख्न पाउनुहुन्छ मजाले 100 एकछिन पठाएर गोदावरी जानु त्यहाँ हेर्न पाउनुहुन्छ कुनै कुनै बिरुवाहरूलाई पनि फेरि पानी धेरै हाल्नु हुँदैन कि यो माथिबाट अनि हाम्रो इन्डोर बिरुवाहरूलाई हप्ताको एकचोटि अथवा 10-15 दिनमा एकचोटि माथिबाट स्प्रे गरिदिनु पर्छ त्यो पातहरूको माथि चाहिँ डस्टहरू बसेर त्यहाँ फङ्गल अथवा ब्याक्टेरियल इन्फेक्सनहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ अनि बिरुवाले सफा चम्किलो त्यो अलि नेचुरल स्टिक देखिन्छ होइन त्यो हो यो चाहिँ नर्सरी ट्री हो यस्तो खालको नर्सरी ट्री विभिन्न साइजहरूमा आउँछ होइन स्पेसली यो तरकारीको भन्दा पनि यो फलफुलहरूको अनि यो सजाउने बिरुवाहरू फुलहरूको बिरुवाको लागि हुन्छ तरकारीको लागि अझै सानो पाल भएको ट्री आउँछ यो स्पेसली ट्री नै हो योभन्दा ठुलो पाल भएको ट्री पनि हुन्छ यहाँ रहेछ होइन यो स्क्वायरमा राउन्डमा जस्तो पनि आउँछ यो चाहिँ यो अब थर्मोकल भइहाल्यो कुनै कुनै चाहिँ ठ्याक्कै पानीमा मात्रै हुने खालको हुन्छ जस्तै हाम्रो लक्की ब्याम्बो होइन अनि स्पाइडर प्लान्ट मनी प्लान्टहरू पनि हामीले माटोमा पनि पानीमा पनि राख्न सकिन्छ त्यस्तो खालको हाम्रो बाहिरदेखि आउँदाखेरि चाहिँ ट्रान्सपोर्ट हुँदाखेरि यस्तो थर्मोकल उसमा पानी सँगसँगै आएको हुन्छ होइन त्यो भइहाल्यो अब बिरुवा बनाउनको लागि अब पहिलो चरणमा छ यो कति त यसमा चाहिँ अब सक्सेस हुँदैन होइन अब यसरी काटेको चाहिँ यस्तो उपयुक्त खालको वातावरण पायो डाइरेक्ट सनलाइट परेन होइन इन्फेक्सनहरू भएन भने अब यो गर्नभन्दा अगाडि पनि केही स्टेपहरू यसमा पहिल्यै गरिसकेको छ कि यो काटेर तलपट्टि चाहिँ रुटिन हार्मोन हुन्छ जसले चाहिँ बिरुवाको चाहिँ जरा प्रोत्साहन गर्नको लागि मद्दत गर्ने खालको हार्मोनलाई चाहिँ चोबेर राखिन्छ त्यसले गर्दाखेरि जरालाई प्रोत्साहन गर्छ अनि माथिपट्टि चाहिँ त्यो फङ्गल त्यो इन्फेक्सनहरू नहोस् जस्तै हामीले कुनै घाउ चोट लागिसके पछाडि त्यसमा ड्रेसिङ गर्छौँ नि होइन बेटारिनहरू लगाउँछौँ फिक्सर आयोडिन हो त्यस्तै यसमा पनि त्यो उसको चाहिँ ट्रिटमेन्ट चाहिँ गरिसकेको हुन्छ यो चाहिँ बिरुवा बनाउनको लागि पहिलो चरणमा राखेको यो हो होइन चाहिँ होइन यो मल माटो बालुवा र हाम्रो प्लान्ट यो सानो के भन्दा पनि बाहिरबाट आउने प्लान्टहरू चाहिँ यसैमा चाहिँ उ गरेको हुन्छ कि जराहरू राखेर अनि त्यो भयो भने त्यसको ग्रोथलाई चाहिँ अलिकति रिटार्ड एकदमै छिटो फैलिन पाउँदैन कि बिस्तारै फैलिन्छ किनकि हामीले त कति समय 4 महिना 6 महिना 1 वर्षसम्म लाएर देशका कुना कुनासम्म यो सप्लाई हुन्छ नि त अनि एकैचोटि ठुलो भाँडामा राखिदिएर दियो भने के हुन्छ ट्रान्सपोर्टेसनलाई पनि गाह्रो हुन्छ बढी वेट हुन्छ बढी मिडियाहरू पनि बढी चाहियो यस्तो खालको कि कोकोपिटहरूको मिडियाहरू पनि अनि यसमा थोरैमा पनि बिरुवाहरू चाहिँ एडजस्ट भएर बस्न सक्छ त्योभन्दा बढी रुटहरू भयो भने निस्किने ठाउँ भनेको यो हो यो चाहिँ नेटपट हो बिरुवाको लागि त्यो प्रोपागेसन गर्दाखेरि युज हुन्छ यो के भएछ हो तपाईको के लाग्छ उ यो यहाँ उता नजाम के जानी भन जिल्यो त्यही भएर यो न झ्याप्प फोटो पनि भनेन बुझाउने महरूलाई पनि बोलाएर ल्याउँछ हामी त आएर यहाँ चौ कोस के भन्छ के भित्र छिरेर यता के भन्छ मै हो कतिजना हुन्छ धेरै नै हुन्छ
हुन्छ 24 जना 24 जनामा एकजना हुनु न मैले सुरु गरेँ है म डाक्टर निर्मल विश्वका अलिकति यो प्रोडक्सनको त हुने भयो विशेष गरेर यसको उत्पादन मार्केटिङको बाटोमा भयो होइन अरू सोसियल र इन्भाइरोमेन्ट रिस्कको कुराहरू भयो त्यसमा अरू फाइनेन्सियल म्यानेजमेन्ट कसरी गर्नु है नभएसँग त धेरै पछि भेटौँ पहिला उयो हेरेर त्यहाँनिर सानो केटा हुन्छ त्यो गाउँ गएको थियो नि म छोडेँ बोल्नु पठाइन्छ त्यो मेरो नाम चाहिँ राजेन्द्र राईमाझी है मेरो घर चाहिँ यही गाउँमै हो यही भित्रै म यही गाउँमै जन्मेको हो पढेको चाहिँ रामपुरमा हो होइन अनि म चाहिँ रामपुरबाट निस्केको 2000मा निस्केपछि 3 वर्ष चाहिँ जागिर खाएँ काम गरेँ त्यसपछि चाहिँ 2003बाट चाहिँ म काममा कोदालो हालेको आजसम्म आइरहेको होइन मैले चाहिँ सुरु गरेको चाहिँ खासमा तरकारीबाट व्यावसायिक रूपमा म तरकारी गर्छु अब त्योभन्दा पनि अब धेरै कुरा गरियो होइन समग्रमा तरकारीबाट जोडौँ अब तरकारीबाट चाहिँ म थाइदाले अनेक किसिमको अरू व्यवसाय पनि गरेँ मैले डिभिजन गरेँ 10 वर्ष त्यो धान गहुँ मकैहरूको जुन नेपालमै उत्पादित जुन ओपी भेराइटीको बिउहरू लगायत अरू पेसा पनि गरियो अनि त्यो डिभिजन गर्दा सँगै अब किसानलाई हामीले उत्पादन गराउँथ्यौँ किसानलाई कन्ट्र्याक्ट फार्मिङ भनौँ न हामी मूल बिउ दिन्थ्यौँ उनीहरूले बिउ दिन्थे अनि चितवनमा धेरै बिउ उत्पादन हुन्थ्यो त्यो उत्पादन गर्ने सिलसिलामै किसानले चाहिँ लौ न हामी तपाईँलाई हामी राम्रो बिउ बनाइदिनको लागि तपाईँलाई हामीलाई राम्रो बिसारी पनि दिनु पऱ्यो तपाईँलाई बिसारी सम्बन्धी आइडिया छ धेरै कुरा थाहा छ हामीलाई चाहिँ तपाईँले यो दिनु पऱ्यो सामान भन्छ ल ठिकै छ नि त भनेर एउटा पसल पनि राख्यो भने टाढीमा यो एग्रोभेट भन्छ मैले भेटनरीमा चाहिँ गरिनँ एक ग्रो चाहिँ गरेँ 5 वर्ष गरेँ अनि त्यस सिलसिलामा चाहिँ कस्तो आफूलाई के अनुभव मलाई चाहिँ खास म यो खेतीमा आएको चाहिँ म त्यो पसलले गर्दा पसल दखलै डाँडीमा है अब बिएससी गरेको रामपुरबाट धेरै नै पढेको थिएँ धेरै नै जानिएको छ जस्तो आफूलाई लाग्थ्यो पनि अनि जब त्यो यो टाढी भेग भनेको फेरि हाम्रो सानो हुँदाखेरि नै बच्चादेखि नै यो कोइरीहरू कमर्सियल्ली खेती गर्ने ठाउँकै हो एकदम व्यवसाय किसान धेरै छ त्यो व्यवसाय किसान ठोकिन आइसकेपछि म चाहिँ त्यसो मलाई ज्ञानै रहन्छ भन्ने मलाई आफूलाई फिल भयो क्या किसानहरूलाई समस्या लिएर आएको छ एक्ज्याक्ट नलेज छैन त्यसपछि बिस्तारै होइन अलिकति नलेज चाहिँ राख्नुपर्ने रहेछ यो व्यवसाय गर्नलाई बिना नलेज किसानलाई कृषि फङ्गिसाइड पनि लैजाऊ इन्सेक्टिसाइड पनि लैजाऊ न्युट्रिएन्ट पनि लैजाऊ सब भिडाइरहेछ होइन त्यो गर्नु हुँदैन भनेपछि मैले होइन सानो फार्म गर्छु भनेर मैले टाढी छेउमै एउटा 4 बिघा जग्गामा चाहिँ पहिलोपल्ट नेपालमा यो ग्रिन हाउसको त्यति कन्सेप्ट त्यति थिएन लुम्लेहरूले अलिअलि टनलको डेभलप गरिरहेको थिएँ म त्यस सिलसिलामा चाहिँ एउटा ठुलो ग्रिन हाउस बनाएँ 14 कट्ठाको चाहिँ उताको फार्ममा टिकौलीमा अनि त्यसपछि त्यो बनाइसकेपछि यो यात्रा चाहिँ आजसम्म निरन्तर छ मैले 11-12 वर्ष मैले तरकारी खेती गरेँ बिचमा कोभिड भयो होइन कोभिडमा तरकारीहरू बिक्री नै भएन अनि तरकारीमा चाहिँ एउटा मैले पहिलादेखि नै लङ टाइम फेस गरिरहेको प्रब्लम चाहिँ यो स्पेसली प्लेन एरियामा है मिडल किसानले त राम्रै प्राइस पाउँछन् प्लेन एरियाको किसानले चाहिँ जहिले पनि अब बल्क प्रोडक्सन पनि धेरै हुन्छ त्यो टाइममा इन्डियामा पनि प्रोडक्सन हुन्छ प्राइस कहिले पनि नआउने अनि त्यही सिलसिलामा चाहिँ गर्न त गरि नै राखेँ राम्रै भनौँ न पैसै नकमाए पनि फार्म राम्रै चलिरहेको थियो अनि त्यो फार्म हुँदाहुँदै फेरि अब मोल चाहिने भयो हामी वस्तुको मल अलिक धेरै युज गर्ने म केमिकल फर्टिलाइजर भन्दा वस्तुको मललाई बढी फोकस गर्थेँ त्यो यो वस्तु नपाल्दा पनि गाउँबाटै 30-40 ट्र्याक्टर मल ल्याउने गर्ने गरिन्थ्यो अनि पछि होइन 2-4 भैँसी पाल्छ मलाई मल पनि यसै चाहिने भनेपछि भैँसी हाल्दै गएँ 2टा भैँसीबाट थप्दै 20-22-25वटा बनाएँ अनि अहिले चाहिँ मैले चाहिँ 16वटामा थाइ गर्छु 16वटा भनेको किन भन्दाखेरि चाहिँ 2 जना कामदारलाई ठिक्क हुँदो रहेछ क्या 15वटा पनि कम 18वटा पनि बढी हुँदो रहेछ उनीहरूलाई ठ्याक्क 16वटा चाहिँ तपाईँको बेस्ट रहेछ कि अब 3 जना कामदार भयो नि 24वटा होइन एकजनाले 8वटा भैँसी पाल्दैछ 8 कि 10 अनि त्यसपछि यसलाई पनि अब 8-9 वर्ष हो भैँसी राखेको अनि त्यसपछि चाहिँ म यसमा कसरी आयो भन्न खोजेको मेरो एकजना साथी अहिले हाम्रो बागमतीको प्रदेश डिरेक्टरै हो सँगै रामपुर पढेको गोदावरी पुष्प विकास फार्ममा आएको सुधीर श्रेष्ठ भन्दा सिनियर दाइ थियो सिधाले एक दिन त्यही बस्दाखेरि होइन अब उहाँ चाहिँ फुलमा 3 वर्ष काम गर्छन् विकास फार्ममा तिमी फुल गर यसमा राम्रो रहेछ तिमी तरकारी भन्दा म तरकारी पनि मलाई राम्रो थाहा थियो यहीँसम्म आउने तरकारी भन्दा फुल राम्रो छ यहाँ कसैले ग्रोवरै कोही पनि छैन यहाँ सबले बाहिर इन्डियाको फुल ल्याएर बेच्दो रहेछ तिमी उत्पादनमा लाग भनेपछि म यो ठ्याक्कै 3 वर्ष भयो अहिले मैले फुलमा लागेको थिएँ अब म यो चाहिँ उत्पादनकै चरणमा छु म मार्केटमा गइसकेको छैन भन्दा नि हुन्छ रियली भन्दाखेरि म एकदम राम्रोसँग मार्केटमा छिरेको छैन किन मसँग प्रोडक्सनै छैन एउटाले एउटा एक गाडी सेन्सै भयो अस्ति एउटाले एक गाडी उयो छेउको कुनाकोमा एक गाडी सेन्सै भएर मार्दै एक गाडी सेन्सै भएर मैसँग छैन के दिने एउटै भेराइटी होइन
अब हामी चाहिँ यसैलाई अहिले मङ्ग कल्याणपुरमा पनि बिहान हामी गयौँ बिहान दिनजी हामी होइन त्यहाँ पनि 6 बिघाको फार्म छ भर्खर ग्रिन हाउसहरू बनिरहेछ 1 बिघामा चाहिँ यस्तो ग्रिन हाउसहरू बनाएर भ्याएँ भर्खर सुरु गर्दैछु अब मेरो उद्देश्य भनेको चाहिँ कम्तीमा पनि फुलमा चाहिँ अब सबैमा त सकिँदैन सबै भेराइटीमा नसकेला सकिने चिजहरूमा चाहिँ आत्मनिर्भर बनाउँ होइन मैले गरिसकेपछि भोलि अर्को लेन गर्छ हामीकोमा अहिले ट्रेन्ड चाहिँ के छ भने सबै 1 कट्ठा 1 रोपनी 2 रोपनीमा नर्सरी खोल्ने 2-4 रोपनीमा अनि अब यहाँ कलकत्ताको फुल यतै आउँछ पुनाको फुल आउँछ सत्ताको बाहिरबाट इन्डियाबाट फुल आउँछ होइन मार्केट बोर्डर ओपन छ त्यही बेच्ने ट्रेन्ड छ हामी चाहिँ यसलाई चाहिँ प्रोडक्सनमै ढालेर अलिकति चाहिँ अझै हाई भ्यालुहरू छन् हामी कहाँ धेरै चिज छन् अब गर्न त कसैले गरेकै छैन जस्तो म एउटा सिम्पल इक्जाम्पल दिन्छु अर्किड भनेको अहिले वर्ल्डका पट प्लान्टमा सबभन्दा महँगो होइन अब अर्किड चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ यो चाहिँ तपाईँको नेपाल स्पेसल्ली काठमाडौँ भनेको अर्किडको लागि राम्रो ठाउँ है हामी चाइनाबाट हल्यान्डबाट हामी कहाँ आउँछ अब यहाँ 2025-3000मा एउटा अर्किडको प्लान्ट बेच्छन् होइन त्यही चिज हामीकोमा उत्पादन चाहिँ छैन कि त्योभन्दा अर्किड छ एन्थोरियम छ धेरै चिजहरू छ अब अहिले तपाईँको ट्रेन्ड चाहिँ कस्तो आयो भने म पनि यो फिल्डमा 3-4 वर्षदेखि लागिरहेको छु म चाहिँ स्पेसली यो गमलाहरूको पनि कारोबार गर्छु काठमाडौँका नर्सरीहरूलाई गमला दिन्छु बाहिरबाट गमला इम्पोर्ट गर्छु चाइना इन्डियादेखि होइन यो मेरो अनुभवमा चाहिँ यो मार्केट चाहिँ तपाईँको ठ्याक्क यो बुकेबाट चाहिँ अलिकति यो पट प्लान्टमा सिफ्ट भएको छ कि ओल्ड चाहिँ पहिले अब खास यसको चाहिँ ओरिजिन चाहिँ नेदरल्यान्ड नै हो एग्रिकल्चरको होल एग्रिकल्चरको भेजिटेबलदेखि एभ्रिथिङको अनि उनीहरू चाहिँ केमा गइसक्यो भन्दाखेरि बुकेबाट चाहिँ पटमा गइसक्यो जस्तो हजुरले कसैलाई गिफ्ट दिन बुके लिएर जान्छ नि एउटा पट प्लान्ट लाने कि अब मसँग मेरो काठमाडौँमा पनि छ अरे मेन आउटलेट काठमाडौँमा छ भेसेपाटीमा त्यहाँ चाहिँ मान्छेहरू कहीँ बर्थडेमा जानु पऱ्यो कहीँ घर पूजामा जान्छ नि घर सरेको पूजामा होइन त्यो जाँदाखेरि बर्थडेमा अरू फङ्सनहरूमा सोसल फङ्सनमा जाँदाखेरि चाहिँ लिएर जान्छन् क्या त्यो पटै लिएर जाने चलन बिस्तारै यो चाहिँ ट्रेन्ड चाहिँ चेन्ज भएको छ हामी अब हाम्रो प्लान भन्ने बित्तिकै आउटडोर थियो हिजो 5-7 वर्ष 10 वर्ष अगाडिसम्म अब नेपालीहरू पनि एक्सपोजर भयो नि त अब सारा संसारमा नेपालीहरू पुगे फर्के देखे होइन अब बाहिर चाहिँ के भन्छ बाहिर देशमा के भन्छ उनीहरू इन्टेरियर ल्यान्डस्केप भन्छ क्या हाम्रो ल्यान्डस्केप भन्छ हामी बाहिरै बुझ्छौँ उनीहरू इन्टेरियर ल्यान्डस्केप घरभित्र प्लान्टेसन अब प्लान्ट इन्डोर प्लान्टहरू राख्ने होइन कन्सेप्ट चाहिँ बिस्तारै नेपालमा पनि प्लान्टपट्टिको क्रेज चाहिँ बिस्तारै बढ्दो क्रममा छ होइन अब एग्रिकल्चरको वान अफ द मैले थाहा पाएको इन्टरप्राइजेसमध्ये वान अफ द राम्रो इन्टरप्राइजेस नर्सरी तपाईँहरू यतिमध्ये कतिजना अब भोलि इन्टरप्राइज अब तपाईँ इन्टरप्रेनरै हुनुहुन्छ होइन धेरै अब कति सोच्नुभयो होला भने यो फ्लोरिकल्चर पनि यति भेग छ कि अब हाम्रो इन्डस्ट्री चाहिँ भन्दाखेरि चाहिँ फ्यानले हाम्रो फ्लोरिकल्चर एसोसिएसन नेपालले चाहिँ 700 देखि 800 करोडको हाम्रो मार्केट भन्दा 5 वर्ष अगाडिदेखि नै भन्थे अब मलाई थाहा छैन त्यो रियल डेटा हो कि आर्टिफिसियल डेटा हो होइन मेनिपुलेटेड डेटा हो 200-300 करोडकै मार्केट भयो भने हामीलाई काम गरेन हामीसँग प्रोडक्सन नभन्दा मार्केट चाहिँ भ्याकेन्ट छ है फ्लोरिकल्चरको चाहिँ राम्रो छ जस्तो तरकारीमा के हुन्छ पाक्यो जस्तो फर इक्जाम्पल आजै हार्भेस्ट गर्नु पऱ्यो क्या कति चिजहरू छ होइन जस्तो मानौँ न बोडी भिन्डी सर्टेन चिजहरू छ नि आजै हार्भेस्ट गर्नुपर्छ तपाईँ भोलि गयो भने तपाईँ टिपेन मार्केटमै जाँदैन फुल छ भेन्डी ओभर साइज हुन्छ जस्तो तरकारीमा फुलमा चाहिँ त्यो छैन क्या मेरो बिरुवा यसपालि बिकेन म चाहिँ मेरो बिरुवा अहिले 200 को बिरुवा थियो भने 6 महिनापछि मेरो 300 को हुन्छ अर्को वर्ष पाल्यो भने 400 को हुन्छ बढ्दै त जान्छ एक दिन बढ्छ अब मार्केटमा झन् ठुल्ठुलो डिमान्ड छ भर्खर एकजना साथी आउनु भएको थियो रिसोर्टवाला अब मलाई 10 फिटको 8 फिटको बिरुवा चाहियो भन्नुहुन्छ होइन उहाँको 4 बिघामा रिसोर्ट अब त्यो मैले पनि अब सुरु गरेको भर्खरै हो उयो ओखालेर दिनु न सबै राइन्जी भन्नुहुन्छ मैले कहाँ ओखालेर दिने म भोट होइन कुनै पनि बिजनेसमा तीनटा कारणले मान्छेले काम गर्छ एउटा पैसाको लागि काम गर्छ कुनै बिजनेस काम गरिसकेपछि पैसा आउँछ भन्ने हुन्छ नि त आशा हुन्छ काम गर्छ अर्को ओहो यो काममा त क्या इज्जत पनि छ भन्छ इज्जत पनि चाहिन्छ मान्छेलाई पैसासँगै त्यसो काम गर्दाखेरि सेटिस्फ्याक्सन त चाहियो नि त होइन फर इक्जाम्पल म बिहान उदाउँदामा यहाँ हुन्छु अस्ताउँदा पनि यहीँ हुन्छु म फुल्ली सेटिस्फाइड छु र म इन्गेज छु होइन